हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी पुरै होइन पौरी खोला माछा मार्न गइरहेको छौँ केटाहरू भाइहरूसँग पुरै पिकनिक खानलाई। म चाहिँ यहाँ कुखुरा बोकिरहेको छु। अनि यो बाटो हेर्नु, बाटो भ्यूको नजारा हेर्नुहोस्। घरमा बसेर यस्तो राम्रो हेर्नु भनेको भाग्यमा हो, भाग्यमा नि हो यस्तो भ्यू हेर्नु भनेको। अनि तँ चाहिँ के बोकिछस् है? यो भाडा सरकारी फोन भाडा हो। ए पुच्चे, तँले के बोकेको है जगल्टे है? मैले यसो औषधि जाँड रे। अब यसले फेरि जाँड बोकेर अब के भन्नु। मलाई जाँड्ने मलाई जान्दैन यहाँ भ्लग यत्रो थोडा कतिवटा जाँड बोक्नेको थोडा देखा त। निगार पार्टी अरे दुई जम्मा बोकिसक्यो फेरि। एउटा खालि गुलेती बोकेर हिँड्दाखेरि फेरि हेर म जप्पै त बोल्छ सालेहरू। टमाटर प्याज स्याज बोक्ने मान्छे म सिकारी गुलेतीवाला। घाम पनि भर्खर झुल्केको छ चाहिँ नभनु, 8 बजे होला। अरू मुर्जाहरूमा पुग्छ। बाटो चाहिँ सही छ, चिसो मौसममा मजा आइरहेको। जोस् पसिना चाहिँ आएन। अनि म चाहिँ पुरै कुखुरा बोकेर हिँडिरहेको छु होइन। पुरै 3 किलोको छ क्या, 3 किलोको 8 जनालाई 3 किलो टक्क गएर मजाले बनाएर खाने होइन। अनि त्यसपछि टाइम बस्यो भने चाहिँ अनि माछा पनि मार्ने भन्ने प्लान छ हाम्रो। माछा पनि पाउँछ क्या त्यहाँनिर त्यो खोलामा। अहिले त्यहाँ माछाको पनि भिडियो हाल्छु म। अनि तपाईँहरू चाहिँ हेरेर होइन पुरै लाइक सेयर सब्सक्राइबहरू पनि मस्त गरिदिनु होला होइन। सब्सक्राइब गर्नुलाई तपाईँहरूलाई टाइम लाग्दैन, त बढाउँ थिच्नु मात्रै नै है, लोभ नगरिदिनु है। बाटो चाहिँ फेरि सही छ नि हेर्नु नि, दामी छ। घरदेखि नै आएर बनाउनु पऱ्यो भने मैले मोबाइल ल्यादिनँ क्या, अनि मेरो भाइको मोबाइलबाट बनाएको। जस मोबाइल चाहिँ फेरि कडक छ क्या। क्वालिटी चाहिँ राम्रो छ यसको। जस अनि हाम्रो चाहिँ अहिले चाहिँ नेपालमा चाहिँ नेपाल प्रिमियर लिग भइरहेको छ। तपाईँहरू त हेर्नु गइरहेको होला, हामी जानु पाएन। हामी चाहिँ पुरै जङ्गलमा मोज गरिरहेको छ होइन। अनि देश भनेको अहिले जतासुकै भयो पनि, जतासुकै गयो पनि हामी जनताहरूले चाहिँ रमाउनु छोड्नु हुँदैन है। विज्ञानले बिगारिरहेको छ, बनाउनु खोज्नेहरूले बनाउनु खोज्दैछ। त्यो भने उनीहरूको ठाउँको कुरो हो है। अब टेन्सन तनाव भनेको सबैलाई हुन्छ, हामी नेपाली भएपछि होइन। तर पनि अब के भन्छ भन्दाखेरि हाम्रो नेपालीको बानी चाहिँ चिलमा हिँड्ने बानी हुन्छ है होइन। अनि त्यो रमाइलो भइरहेको छ। म चाहिँ यहाँ धनुषाको होइन। अनि हाम्रो यहाँ आफ्नै टिम छ जनकपुर बोल्ट्स, त्यसको सपोर्ट हो। तर फर्स्ट गेम हार्यो, केही छैन। फाइनल आउनु बाँकी नै छ होइन। अहिले लिगेजहरू टर्नै छ, अहिले चलिरहेको छ। जियोस् हेर्ने ठाउँ खतरा। अनि है दोस्त, तैँले के बोकिछस्? यता फर्केर हेर न के बोकिछस्। बाटो हेर्नु, बाटो यस्तो छ। यता फर्केर हेर्न भन्न। के बोकेछस् रे? सब बोकेछु। के बोकेछ भन्न। हाम्रो अध्यक्षलाई सोध्नुहोस्, यो मिसनमा एउटा यहाँ बेलचा पार्टी छ। म त सचिव, मेरो नाम सुजित भुजेल। अगाडि अध्यक्षलाई सोध्नुहोस्। एउटा त्यो खुकुरी बोकेर हिँडिरहेको छ। टोली कमान्डर रे, त्यो चाहिँ जङ्गलको राजा रे। अनि
हेर्नु न यहाँ भ्यू हेर्नु भ्यू यस्तो दामी पुरा त्यो डाँडा घाम लागिरहेको त्यो चाहिँ छैन क्या यही खासियत छ क्या हाम्रो जङ्गलमा घुम्न आउनु होला घामै लाग्दैन हामी घुमाइदिन्छौँ यो जङ्गल घुम्नलाई चाहिँ धेरै केही ल्याउनु पर्दैन 5-6 किलोको कुखुरा लिएर आउनुहोस् यसो रक्सी बियर के खानुहुन्छ त्यही लिएर आउनुहोस् मजाले घुमाइदिन्छ ए त्यस्तो हुँदैन घुमाउने काम हाम्रो उयो माथिबाट यो लहराबाट तपाईँलाई मैले तल पनि झारिदिन सक्छु अनि यहाँनिर चाहिँ फेरि हाम्रो यो जङ्गलमा चाहिँ के जङ्गलले आँपहरू पनि टोट्नै पाउँछ क्या अहिले त सिजन छैन होइन सिजन भएको बेलामा आँपहरू चाहिँ दामी दामी पाउँछ अनि अब जस्तै लगाएर तपाईँहरूलाई अब मृग भयो बँदेल भयो घोडगधा भालु बाघ चितुवाहरू सबै भेट्छ होइन मयुर त झन् भन्नै पर्दैन गाउँ गाउँमै जान्छ मयुर झन् अनि कुनै दिन भेटेको बेलामा भिडियो गऱ्यो भने देखाइदिन्छु भ्यूको नजारा हेर्नु न जङ्गलको बाटो हेर्नु अनि तपाईँहरू चाहिँ अहिले नेपालमा जुन चलिरहेको चाहिँ एनपिएलको त कसको सपोर्टहरू हो कमेन्ट गर्नु होला होइन आफ्नो आफ्नो जिल्लाको अब हुन त अब सबै टिमहरू राम्रै हो आफ्नै नेसनल टिमहरू नै हो भनौँ न नेसनल प्लेयरहरू नै सबैले क्याप्टेनिङ गरेर गेम गरिरहेको छ होइन सपोर्ट त सबैको हो तर मेन चाहिँ जनकपुर बोल्ड्स हो किनभने हाम्रो अब यहीँको हाम्रै जिल्लाको फर्स्ट गेम अब गोर्खा राइनोसले जितिहाल्यो जनकपुरलाई त्यही पनि केही छैन हारे पनि जिते पनि जनकपुर बोल्ड हो योभन्दा अग्लो सिजन हामीले उठाएको हो जहिले हामीले जितेर पनि के गर्नु अरूले पनि चान्स दिनुपर्छ भन्ने लाग्छ मलाई चाहिँ बाटो न बाटो फेरि जङ्गल हेर्नु जङ्गल चिरे भाइ के त्यो त भने राजन मलाई किन भनेको जय भन्नु पर्दैन त्यो घाँस काट्नु यतातिर आउनु पर्छ नि के गर्नु आँटेन टाढो घाँस त फेरि अरूला रोइला नि फेरि यहाँ घाँसहरू खतरा खतरा पाउँछ क्या अनि अब यो घाँस मैले एकचोटि लगेर खुवायो भनेदेखि पछि फेरि त्यही घाँस यिनीहरूलाई चाहिन्छ क्या बाख्रा भैँसीहरूलाई पनि फेरि गाह्रो छ क्या टाढो छ ठाउँ आउँदै हालत खराब हुन्छ यार यो हामी जान थालेको ठाउँ चाहिँ हाम्रो घरदेखि करिब करिब हिँडेर चाहिँ अब त्यस्तै हिँड्ने खालको मान्छेलाई चाहिँ 45 मिनट लाग्छ अब झारलाङ झुलुङ यता जाने उता जाने गऱ्यो भने चाहिँ 1 घन्टा लाग्छ फेरि पहिला चाहिँ बाटो राम्रो थियो अनि अहिले चाहिँ यो के अरे पानीले बाढीले गर्दाखेरि बाटो अलिक बिग्रिएको छ क्या पहिला फेरि सही थियो बाटो हेर्नु ठुलो थियो बाटो अहिले त हेर्नु यस्तो सानो छ क्या
अनि म चाहिँ भनेको भर्खर स्टार्टिङ केयरमा छु होइन, यसो सपोर्ट गरिदिनु होला होइन, यसो तपाईँहरूले यसो मोटिभेट गर्नु, यसो सब्सक्राइब गरेर अनि त्यसो म रेगुलर भिडियोहरू हाल्नेछु होइन। यसो जङ्गलको नसकौँला, यसो कहिलेकाहीँ यसो गएको बेलामा या फेरि घरकोतिरकै अलि रमाइलो पल भएको बेलामा होइन, त्यस्तो भिडियोहरू बनाएर हाल्छु। सब्सक्राइब गरिदिनु न यार, 1000 पनि पुगेको छैन यार। 1000 पुगे त अलिकति मोटिभेट हुन्थ्यो नि त होइन। यसो माया गरिदिनु, सब्सक्राइब गरिदिनु, भिडियो हेरेर। तपाईँहरूलाई यसो सोध्नु, मलाई क्वेसनहरू सोध्नु, त्यसको म भिडियोमा एन्सर दिनेछु। अहिले चाहिँ यहाँ पुरै हिँड्नु न, बाटो हेर्नु, बाटो त्यता हामी यहाँ चाहिँ बदल चरेर यस्तो बनायो यार, हेर्नु कस्तो छ बाटो, यस्तो राम्रो ठाउँ चाहिँ। जङ्गलमा मलाई एकदम मनपर्छ जङ्गल आउनुलाई, एकदम रमाइलो लाग्छ जङ्गल आउनुलाई चाहिँ। शान्त हुन्छ होइन, न कसैको हल्ला न कसैको केही न, चिलमा के रमाइलो हुन्छ यहाँ। न बाँस, यो बाँस चाहिँ हाम्रोतिर त ढुङ्ग्रे बाँस भन्छ क्या। हेर्नु यस्तो सानो छ तर यति लामो लामो हुन्छ क्या ढुङ्ग्रे बाँस। यो चाहिँ फेरि यहाँ मात्रै पाउँछ क्या, अनि हाम्रो उतातिर चाहिँ पाउँदैन कि यो बाँस। अनि यताबाट पनि उतातिर जहाँ पुग्छ, जौनी बाँस भन्ने ठाउँमा पुग्छ उयोकै बाँसहरू होइन, खतरा हुन्छ यहाँ। यहाँ कति लामो लामो बाँस छ क्या, तर यो कामै नलाग्ने बाँस हो क्या, यस्तो ढुङ्ग्रे बाँस होइन। यो चाहिँ त्यो ढुङ्ग्रो बनाउने काम लाग्छ क्या, फुफु गर्छ नि आगो फुक्दा, त्यही हो त्यही हो। तर राम्रो हो यो बाँस। अनि अब हामी आइपुग्नु लाग्यो हाम्रो डेस्टिनेसन। त्यहाँ खोलामा पुगेपछि हामी टक्क खाजा खान्छौँ। खाजा खाइसकेपछि अनिखेर खाजामा चाहिँ हामीले चिउरा ल्याएको, भुजा ल्याएको, चाउचाउ ल्याएको। अनि अब पानी के खानु बिहानमा नै, त्यही भएर निगार रक्सी ल्याखौँ, जाँड पनि छ। अनि जाँड भनेको चाहिँ अब एकदम त्यो के अरे निगार रक्सीहरू नखानेहरूले खाँदा पनि हुन्छ क्या। हाम्रोतिर एकदम प्रशस्त पाइन्छ जाँड चाहिँ। म तली पऱ्यो के गर्नु, सँगै म तलीको छ, आफू पनि म तली पऱ्यो। जाँड रक्सी नखाएको भने त निन्द्रै लाग्दैन यार। यसो एक बोटको जाँड सट्टा हानेपछि अनिखेर यहाँ अब चाहिँ दामी घाम लागिरहेको चाहिँ आइपुग्यो। अब हामी पहिला चाहिँ हामी यो खोला टन्ने आउँथ्यो क्या, अहिले चाहिँ अब के हो भने जति ठुलो हुँदै गयो त्यति बिजी हुने क्या मान्छेहरू है। अनि हामी पनि त्यस्तै हो, अब कमाउनै पऱ्यो। तपाईँहरूले यसो लाइक कमेन्ट गरेर सब्सक्राइब गरेर यसो धेरै धेरै भ्यू बनाएर भ्युज बढाइदिएर अनि के अरे सब्सक्राइब गरिदिनु भयो भनेदेखि त अब यसो फुर्सद हुन्थ्यो, युट्युबबाट पैसा आउँथ्यो, कमाइन्थ्यो। के भन्नु, ल ठाउँ पनि आइपुग्यो यो खोला। यसलाई चाहिँ हाम्रो औरी खोला भन्छ। अनि आज हामी चाहिँ यतातिर हो माछा साछा मार्ने, घुम्ने। अनि पानी चाहिँ धेरै रहेन छ। यही हो खोला त यही हो। माछा अब हेर्नुपर्ने हुन्छ। यो पानी चाहिँ सुक्न आएर त्यही भएर माछा छैन। अहिले माछा भएको ठाउँमा देखाउँछु। खोला चाहिँ यो हो। आज हामीले माछा मार्ने भनेको यहीँ हो, यो खोला हो। ल अहिले अब माछा मारिसकेपछि लास्टमा म हल्का अब भिडियो गर्छु। अहिले चाहिँ हल्का म बिजी भइदिन्छु। अब माछा हान्ने सानो सानो छ, यो चाहिँ हामी मार्दैन अहिले। यो अलिक ठुलो हुनुपर्छ अनि मात्रै मार्ने हो यो चाहिँ। यो चाहिँ सानो सानो के मार्नु क्या होइन। ल होइन अहिले म अब माछा मारिसकेपछि माछा मार्दै गरेर पनि भिडियो बनाउँछु। अहिले राख्छु। अब म यहाँ त चाहिँ हल्का माछा होइन ल।